साथीहरु म हान्न लाग्छु है ओ साथीहरु हेर्नुस् यहाँ बिचमा पुगेको छ मैले खेलिरहेको छु होइन र साथीहरु हाम्रो चटपट रेडी भइसक्यो हाम्रो दिदीबहिनीहरूले मेहनतले बनाउनु भएको छ र हेर्नुस् खाँदै हुन्छ है यहाँ चटपट खाँदै हुन्छ जब पनि दिदीले हामी नि खाँदैछौँ गाइस हेलो साथीहरु हजुरहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा र आज हामी क्लासको ग्रुप मिलेर गेमिङ स्टोर जाँदैछौँ गाइजहरू यता छ हेर्नुहोस् हेलो गाइज के छ हाम्रो कक्षाको राम्री साथीहरू ल र हाम्रो केटाहरू यता हुन्छ आज कहाँनिर हामी राउन्ड नाम जाने हो हामीले दुवै छैन कि रमाइलो हो कि जापान घुमेको घुमै खाएको खाइ डुलेको दुवै छैन सबै आइजा भन्छु ल ठिक छ साथीहरू अब हामी त्यही घुम्न जाँदैछौँ होइन गेमिङ स्टोर हाम्रो खान्जी सर यता हुन्छ सर केही भन्नु नि त यस्तो हाम्रो अब रोहन दोस्त हो होइन रोहन दोस्तको अब युट्युब च्यानलमा माया गरिदिनु पऱ्यो माया देखाइदिनु पऱ्यो सबजनाले ल हाम्रो खान्जी सर भनेर भनिसक्नु भएको छ होइन सर हुन्छ के भन्नु नि त सर म चाहिँ के अरे म जापाली है डिप्रेशन में रहता हूँ हमेशा म चाहिँ प्योर झापाली होइन हानमुन झापाली त्यही भएर मलाई चाहिँ झापाली जस्तो अलिक गफ हान्न आउँदैन होइन धन्यवाद सबैले सपोर्ट गरिदिनु होला हाम्रो रोहनजीलाई ल साथीहरू नि भनिसक्नु भयो हजुरहरू नि अब सपोर्ट गर्दै जानुहोस् होइन सर्ट आउट फर हेटोडा मकवानपुर ओके ल है गाइस ल साथीहरू अब हामी त्यही हजुरहरूलाई उहाँसम्म जानेसम्मको भिडियोमा देखाउने छु है हेलो गाइस वेलकम ब्याक टु माई च्यानल मैले आफ्नो दादाको चाहिँ भिडियो बनाउनु लाग्यो होइन साथीहरू आफ्टर लङ टाइम पछि म चाहिँ आएको यो चाहिँ मेरो साथीको च्यानल हो लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला र साथीहरू हामी घुम्न जाँदाखेरि हाम्रो गाइजहरूले सर्टपटको लागि सामान पनि ल्याइछ र एक कार्टुन च्याउच्यौ पनि छ है गाइज आज सर्टपट बनाएर खाइन्छ हामी लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भाइ कुछ बोल दो लाइक कमेन्ट एन्ड सब्सक्राइब हाम्रो दिदीबहिनीहरूले भ्लग चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह हेलो गाइस कहाँ हो नि आओ मेरो नाम रेनु हो यो चाहिँ मैले गिफ्ट पाएको गाइस यो हाल्छ हो नि सबै हालिदिन्छ हो र साथीहरू अब हामी निस्किसक्यौँ है निस्किसक्यौँ अनि आज कस्तो लागिरहेको छ र साथीहरू होइन अब हामी चाहिँ निस्किसक्यौँ हाम्रो कृष्ण सरले भ्लग गर्नुभएको छ यता देखेको त हाम्रो गाइजहरू हाम्रो साथी हुन्छ त भलिबल प्लेयर हेलो 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 हामी निस्किसक्यौँ है गाइस निस्किसक्यौँ हाम्रो गाइजहरू निस्किसक्यौँ सबै हेलो र साथीहरू हामी एकिनिर आइसकेका छौँ एकिनिर झापाली भेट भएपछि हामी चाहिँ साथीहरू एकीको सिडीनिर आइसक्यौँ साथी तिम्रोतिर भन नि त हाम्रोतिर त 45-46 पुग्छ कि झापामा त हाम्रो पनि त्यही हो 45-46 हो सेन्से आइसित बस्छ उहाँ चाहिँ हाम्रो सेन्से हुन्छ र हामी त्यही ल झऱ्यो है गाइस सबैले देख्यो सबैले देख्यो क्या वाइड एङ्गल आउँछ पऱ्यो सपोर्ट गर्नु पऱ्यो नि त सबैले ल सपोर्ट गर्नु पऱ्यो नि त सबैले च्यानल सब्सक्राइब गर्नु पऱ्यो भिडियो लाइक गर्नु पऱ्यो कोई तरीका है भीख मांगने का र साथीहरू हामी टिकट काट्न लागेका छौँ हाम्रो साथीले टिकट काट्छन् अब कसरी काट्छन् कृष्ण मलाई नै हान्ने हेर न टिकट काट्न ल टिकट काट्न आउनुहुन्छ यो त कुरकुरे कतासम्म चल्दैन नि त हाम्रो होइन सर ब्लगरको भेट भयो है र यहाँ सेन्सीले हामीलाई चाहिँ अब टिकट काट्न सिकाउनु भएको छ कति भयो साथीले टिकट काटेर कहाँ गएर वहीँ गएर फेरि के हुन्छ अरे उयो गर्छु क्या टपअप गर्छु क्या मेरो नकाटे ल काटा छ 50 रुपियाँ भयो नि फाइदा हुन्छ नि र साथीहरू हामीले टिकट काटिसक्यो होइन कृष्ण देखाइदेऊ त टिकट ल टिकट काट्नु पऱ्यो नि साथी अब यहाँ हाल्नु पर्ने छ ल अब हामी लाग्यो हाम्रो गाइजहरू
टक्क यहाँ ट्रेन कुर्दैछन् गाइस र हामी जाने ट्रेन चाहिँ आयो यो त्यही हो हामी जाने ट्रेन चाहिँ र अब चाहिँ हामी ट्रेनमा चढ्नु छ साथीहरू है र साथीहरू हामी ट्रेनबाट झरेको ट्रेनभित्र चाहिँ भिडियो गराउनु दिएको थिएन किनभने अलिक दामी हुन्छ होइन त्यही भएर अब त हामी एस्केलेटर चढ्दैछौँ कक्षाको लास्ट हरामी केटा है लास्ट हाम्रो कक्षाको धेरै एक्टिभ केटा है एक्टिभ रमाइलो गर्ने बोल्ने हाम्रो कक्षाको ह्यान्डसम कक्षाको ह्यान्डसम है साथीहरू हामी त यहाँ हाकातामा आएर गाइजहरू त राम्रो छ भागम भाग गरेर यता आइसकेको किन है हामी यस्तो काम गरेर बाहिर साथीहरू यहाँ लाउबारी सर हेर्नुहोस् त यहाँ सबै म त होइन मसँग दि कृष्ण होइन अब हामी त यहाँ गेमिङ सेन्टर हेरेर लाग्यो टिकट काट्नको लागि यहाँ पैसा रेडी गर्दैछौँ हाम्रा प्यारी प्यारी दिदी बहिनीहरू हुन्छ हाई सेन्से साथीहरू अब हामी यहाँ जुस निकाल्न लाग्छौँ फ्रीको बहिनी कस्तो जुस भन मिठो छैन फेन्टा मिठो होइन साथीहरू अब हामीले फ्रीको जुस निकाल्न लाग्छौँ सिसा लिएर सिसा ग्लास होइन कुन के खान्छु मैले थाहा पाउन के फालेको त्यहाँबाट चाहिँ जुस निकाल्ने ठाउँ छ है साथीहरू फ्रीको जुस आइसक्यो है कृष्ण कस्तो रहेछ जुस मिठो छ टक्क अब जुस खान्छ गाई जुस टक्क जुस किन केही भन एकदम कपाल मिठो छ र साथीहरू हाम्रो यहाँ दिदी बहिनीहरूले चटपट बनाउँदै हुन्छ चटपटे ल हाम्रो दिदी बहिनीहरूले आहा चटपट बनाउँदै हुन्छ ल मेरो भ्लगमा स्वागत छ है दिदी बहिनीहरूलाई हेलो हजुरले आफ्नो ब्लगमा हामीलाई लिएर धेरै उपकार गर्नुभएको छ ल धन्यवाद होइन उहाँको ब्लगमा आउन पाएर म एकदम भाग्यमानी फिल गरिरहेको छ आफूलाई लकी फिल गर्छु मैले ल सपोर्ट चाहियो नि त अब सबैले फलो गर्नु पऱ्यो ल हेर्नु साथीहरू चटपट 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 ल राम्रोसित बनाउनु है राम्रोसित ल र साथीहरू हाम्रो केटाहरूले यहाँ पुल खेल्दैछन् हेलो के छ के छ विमल सान केही भन्नु पऱ्यो नि त भ्लगमा के भनौँ आज रमाइलो छ यस्तै छ है कहाँ रमाइलो गर्नुपर्छ पर ल यहाँ कसरी हान्छन् अब हाम्रो म त जान्दिनँ यार खेल्न यार तर ट्राई गर्छु म एक्चुली ब्रो ओहो ल कृष्ण हो फोड्दै केटा ल केटाहरू मलाई सिकाउन खेलौँ साथीहरू यहाँले टक्क सबै छ होइन खेल्ने ठाउँहरू ओ सुगोइ बिचमा हान्दिएर साथीहरू म हान्न लाग्छु है ओ साथीहरू हेर्नुहोस् यहाँ बिचमा पुगेर रहेछ मैले त खेलिरहेको छु होइन बिचमा पुगिदिएर र साथीहरू हाम्रो चटपट रेडी भइसक्यो हाम्रो दिदीबहिनीहरूले मेहनतले बनाउनु भएको छ र हेर्नुहोस् धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद है हजुरहरूलाई चटपट बनाएर खुवाउनु भयो ल यहाँ चटपट हो ल साथीहरू अब हामीले त चटपट खानुपर्ने हुन्छ है र गाई जब हामीले चटपट रेडी हुन्छ खानुपर्ने हुन्छ यसो कस्तो भयो चटपट ठिक छ होइन खाँदैन उतै हाम्रो सेन्सीले हाल्नु भएको छ गाईहरू लजा सेन्सी त लजाइर सेन्सी नै खाँदै हुन्छ है यहाँ चटपट खाँदै हुन्छ जब पनि सेन्सीले हामी नि खाँदैछौँ गाई कस्तो चटपट ठिकै थियो मिठो थियो मिठो थियो तर पिरो भयो कस्तो थियो चटपट भयो कस्तो टाउकै समातेर गरे कस्तो थियो ए होइन मिठो कस्तो थियो म त यस्तो त्यति चाहिँ मिठो थियो नि होइन अहिलेसम्म मैले कहिले पनि खा पनि थिइनँ
र खानु पनि नपऱ्यो छन्नु थाहा पनि थिएन खाना पनि नपऱ्यो चटपट चाहिँ एकदम राम्रो हस् मिठो लाग्यो चटपटे मिठो थियो चटपटे कस्तो लाग्यो माफी बनाउने हो मिठो एन्सर हजुरलाई चटपटे कस्तो लाग्यो भन्नु एकदम मिठो आज झन् एकदम बेस्ट मिठो लाग्यो हजुरलाई कस्तो लाग्यो म त बाबा खतरा चटपट र साथीहरू यहाँ चाहिँ स्केटिङ र हामी त्यहाँ आइसकेका छौँ गेमिङ सेन्टरतिर एउटा गेमिङ सेन्टरमा यसो सब देखाउँछु साथीहरू यो त गेमिङ सेन्टर हो होइन यहाँ चाहिँ हामी जब गेमहरू खेल्नु मिल्छ मजा भयो हजुरहरूलाई गेम खेलेर देखाउँछु है हाम्रो गाइजहरू यहाँ है रमाइलो गरेर साथीहरू म चाहिँ बस चलाउन लागेको छु होइन बस हेर्नुहोस् बसको स्टेरिङ भयो यो बस भयो अब गेम सुरु हुन्छ एकछिनमा बस केटाहरू यता छ नि यसो शङ्कर खेल्न मिल्छ यसमा त यहाँ त दुईजना मिलेर यहाँ पनि फुटबल छ गेम खेलिरहेको छन् यता यहाँ मनिताले टिकटक मनिताले यहाँ टिकटक बनाउँदैछिन् रुख काट्ने गेम रहेछ क्या साथीहरू रुख काट्ने म यो भुतो गेम खेल्न आएको छु है हेर्नुहोस् यहाँ चाहिँ गन यो लिनुपर्छ होइन गन लिसी ल भाइ गाडी सुरु भयो ट्रान्सफर वाला गेम साथीहरू फाइनली आज मैले धेरै गेमहरू ट्राई गरेँ होइन र जापानिजहरू छन् त्यो उनीहरूलाई धेरै रेकर्ड गर्न पनि मिल्दैन त्यही भएर जति देखाउन सकेँ मैले देखाएँ र अब हामी चाहिँ घर फर्किनु लाग्यो है समय भइसक्यो 2 घन्टा 3 घन्टा 2 घन्टा थियो
अब हामी त फर्किन लाग्यो गाइज। र साथीहरू फाइनली अब हामी त्यही घर फर्किन लागेको छौँ होइन। मलाई त बबाल लाग्यो गेम सेन्टर होइन, खाना खाइ टटल बनाएर खाइयो, गेम खेल्यो, जुसहरू पियो होइन। ल हाम्रो केटाहरूको पनि लिनु कस्तो लाग्यो? पप्पाले यस्तो रमाइलो भयो कि ठिक छ होइन खान्जी सर? ए रमाइलो त रमाइलो भयो तर गेम खेल्नु पाएन होइन। किन? गेम त खेल्यो है, जम्मा गेम त खेल्यो तर दुईवटा टिम मात्रै खेल्यो क्या। ए अनि कस्तो लाग्यो विमल सर? राम्रो एकदम आज मजा आयो। इन्ट्रेस्टिङ जस्तै हामी जुस जुस चाहिँ बबाल है साथीहरू 3-4 चोटि है यार। के गर्नु गर्नु भइहाल्छ खाने तर ल ठिक छ साथीहरू, अब चाहिँ हामी फर्किन्छौँ एकछिन पछि होइन। ल भन्नु अर्कोचोटि पनि फेरि यस्तै गरेर ल फेरि अर्कोचोटि हामी नयाँ भिडियो लिएर आउनेछौँ हाम्रो साथीहरूको साथमा। र आजको लागि यति नै, अर्को भिडियोमा भेट्नेछौँ। हस्त जय नेपाल।